हाई एभ्रिवान, म चाहिँ आज लकअप सिजन 2 एपिसोड 14 को रिभ्यू गर्दैछु। स्पोइलर पनि दिन्छु, कोही विक भयो र वाइल्ड कार्डमा को आउँदैछ भनेर प्लिज लास्टसम्म हेरिदिनु होला। ल अब कुरा गरौँ श्रेया र राम कपुरको बारेमा। त्यो आकांक्षालाई खाना दिनेवाला कुरामा राम कपुरले आएर श्रेयालाई भन्छ आकांक्षालाई खाना दे त राम्रो देखिन्छस् भनेर। अनि श्रेयाले भन्छ मलाई थाहा छ रामजी, मलाई नसिकाउनु, म आफ्नो गेम खेल्छु, मैले पनि सोचेको थिएँ म यो गर्छु भनेर भन्छ। तर त्यो ठिकै हो जस्तो लाग्छ, किनभने अब उसले पनि सोचेको छ, उसले भन्थ्यो होला नि त, उसलाई सिकाइरहनु त पर्दैन नि त, यो गर त्यो गर त्यो गर भनेर होइन। अनि त्यो आकांक्षाले आजसम्म श्रेयालाई सरी पनि भनेको छैन, मैले तेरो खानामा पानी हालेँ, बेडमा पानी हालेँ, त्यसको लागि सरी पनि भनेको छैन, अनि उसले किन खाना दिनु त। अनि साइडमा चमुला, धीरज र सुफीले पनि कुरा गर्दैछन् क्या, अब श्रेयाले माग्दा दिन्छ भने किन नमाग्ने, किन इगोमा लिने भन्ने कुरा, त्यो पनि सही हो। किनभने अब कसैले खाना दिन्छु माग भन्यो भने त माग्नु पर्यो नि त, भोकै त बस्नु भएन। अनि सबै थोक आफ्नो इगोमा लिएर पनि हुँदैन क्या, कहिलेकाहीँ तल पनि झुक्ने गर्नुपर्छ। उसको गल्ती थियो, उसले सरी भन्दा हुन्थ्यो क्या, यति धेरै नाटक गर्नुपर्ने कुरै केही छैन। अनि अब कुरा गरौँ यो हर्षित र योगेशको फाइटको बारेमा। सिरानीमा टाउको राख्दाखेरि अब नराख, कपाल लाग्छ, उसलाई ओसिडी छ भन्दैछ, योगेशले किन नमानेको। कसैले आएर 3 चोटि भनिसक्यो, अब उसलाई प्रब्लम छ भने त अर्को मान्छेले पनि त बुझिदिनु पर्छ नि। ओसिडी भन्ने पनि एउटा बिरामी नै हो है, मान्छेले बुझ्नु पर्ने हो। हावा हावा कुरामा झगडा गर्नु पनि भएन नि यो योगेशले हर्षितसँग, खालि ऊ मात्र ठुलो, ऊ मात्र राम्रो भनेको जस्तो गर्छ क्या यो योगेश चाहिँ छ। अनि अब कुरा गरौँ यो माधुरीको, के गरे कि यो शिल्पा श्रेया आकांक्षा बीच झगडा सोल्भ गर्न खोज्यो कि राम छ के को, म त अचम्म लाग्छ यार मान्छेहरूको सोच देखेर। मलाई त सही लाग्यो त्यो शिल्पाले कराउँदा चाहिँ, किन बिचमा आउनु, अब आकांक्षालाई पनि सल्भ गर्नु छैन, शिल्पालाई पनि सल्भ गर्नु छैन भने किन माधुरी बिचमा आइरहेछ क्या, पागल छ। अनि मलाई फन्नी सिन चाहिँ के लागेको भने त्यो माधुरी र श्रेया कुरा गर्दै थियो, अनि श्रेयाले ठुल्ठुलो आवाजमा बोले क्या, अब दुईजना यसरी नै बोल्छन्, अगाडि पनि यसरी नै बोलेका थिए क्या एकचोटि। अनि योगेश आकांक्षा कुद्दै आएका, जसले चाहिँ आजसम्म सिनियरको रेस्पेक्ट गरेको छैन, शिल्पालाई त्यस्तो जे पाए त्यही भनिरहेको छ, सिरियलबाट निकालिदिएर कि यस्तो त्यस्तो भन्ने, केटीले गर त्यस्तो भने कि सिनियरलाई रेस्पेक्ट गर्ने यही हो अरे योगेश र आकांक्षाले भनेको हौ। छ्या पागल होइन तिनीहरू, जब चाहिँ मेरो सिनियर मेरो जुत्ती पे के भनेर उसले चाहिँ डिसरेस्पेक्ट गरेको होइन, त्यो चाहिँ बिर्स्यो त्यसले। सबलाई सबको मुद्दामा घुस्नु छ क्या देखिनको लागि जस्तो लाग्छ हौ मलाई त। अनि अब कुरा गरौँ टास्कको बारेमा। शिल्पा र धीरज, शिल्पाले क्या दामी शिवाङ्गीपट्टि तो लियार साइडले, अनि शिवाङ्गीलाई बजाइ, त्यो धीरजले के गरेको, ओभर स्मार्ट, आज पनि ओभर स्मार्ट। त्यो राम लुकेर बसेको कहाँ भन्दा टेबल पछाडि, त्यो क्यामेराले क्याप्चर गर्छ भन्ने त्यसलाई थाहा छैन, पागल हो क्या हो, त्यो फुस्केको छ त्यसको, छ्या ओभर स्मार्ट चाहिँ। अनि त्यो वरुणले पनि केही गरेको छैन, प्रोमो पनि त्यस्तै हावा काटेको थियो, के नभए जस्तो भरे भित्र केही पनि भएको रहेन रहेछ है। सधैँ जिस्के जस्तो वरुण जिस्किरहेको थियो प्यामसँग, राम भित्र चाहिँ केही पनि भनिन। अनि बाहिर निस्केपछि त के हो जबकि ऊ लेलाको पछाडि वरुणको पछाडि लुकिरहेको थियो, उसको स्ट्राटेजी नै त्यही थियो कि म वरुणको पछाडि लुक्छु अनि वरुणलाई क्यामेराले क्याप्चर गर्छ भनेर, त्यो हावा मान्छे होइन। अनि बाहिर आएर चाहिँ आकांक्षा चमुलासँग राम्रो हुन खोजे कि क्या, मैले तेरो लागि यति गरेको थिएँ, यो वरुणले यस्तो गर्दै त्यस्तो गर्दै अरे, केही पनि गरेको थिएन है, केही पनि गरेको थिएन। मलाई चाहिँ लाग्छ त्यो प्यामले नाटक गरे कि आकांक्षा चमुलाको गुड बुक्समा आउनको लागि, मैले तेरो लागि यत्रो गरेँ, त्यो वरुणले यस्तो गरेर तैँले हारेको, मैले धेरै राम्रो गरेको थिएँ भन्न खोजेँ कि जस्तो मलाई लाग्छ है। अनि अब कुरा गरौँ श्रेया भर्सेस माधुरी। त्यो माधुरी बाउलाई हो रे राम कपुरको लिएर नदेखि श्रेयालाई, अनि ऊ चाहिँ योगेशको उसलाई चाहिँ दिनु अरे क्या, जब पागल होइन त्यो माधुरी। योगेश आकांक्षा गर्छ हौ, के गरे कि त्यो, म त हावा त्यत्रो श्रेयाले पहिला बचा कि उसलाई बिर्स्यो उसले। अब त्यो योगेशसँग सेल पार्टनर हुनु बित्तिकै अब ऊ योगेश गर्न थाले कि सबसँग राम्रो बनाएर हुँदैन त। आफू डेन्जरमा आई त्यो माधुरीलाई बचाएको थियो श्रेयाले, अनि त्यो आकांक्षा र योगेश भएको उनीहरू डेन्जरमा गएर माधुरीलाई बचाउँछन्, कहिले त्यस्तो फेभर गर्छन्, पागल होइन, अलिकति सोच्नु पर्ने हो क्या माधुरीले। टु बी अनेस्ट भन्नुपर्दा मलाई हिजो माधुरी यति इरिटेट लागेको थियो नि, कसम भनेको, मलाई चाहिँ झ्याउ लागेर मुख दियो कि चेडम हान्न मन लाग्यो कसम भनेको। अनि टास्क भइसकेपछि आउँछ सिक्रेट रिभिल गर्नुपर्ने, डिस्कस गर्नुपर्ने, ओ माई गड, त्यो योगेशको सिक्रेट निस्किन्छ 100% स्योर छु म। शिल्पा वरुण र श्रेयाले डिस्कस गर्नुपर्ने हुन्छ, त्यो वरुण चाहिँ योगेश के गरेको थियो, अब ठिकै उसको साथी हो सपोर्ट त लिन्छ होइन, तर पनि योगेशको सिक्रेट रिभिल हुन्छ। अब हजुरहरू इभिक्सनको स्पोइलर लिन चाहनुहुन्न भने प्लिज यहाँसम्म हेरेर गइदिनु होला, किन
किनभने म अब दिँदैछु स्पोइलर। ओ माई गॉड, इभिक्सन चाहिँ डबल भएको छ क्या, दुई जनाले निकालिदिएको छ। सुरुमा चाहिँ माधुरीले निकालिदिन्छ अनि आकांक्षा फ्यानहरू चाहिँ स्याड नहुनु होला, किनभने उसलाई चाहिँ सिक्रेट रुममा राखेको छ। किनभने त्यो पनि एकदम ठुलो स्पोइलर छ, म भन्दैछु के हो भनेर। अर्को ठुलो स्पोइलर चाहिँ के हो भने योगेशको सिक्रेट रुरुसँग रिलेटेड छ अनि आउँदैछ वाइल्ड कार्ड इन्ट्रीमा रुरु ठाकुर। आकांक्षा चाहिँ निस्केकी हुन्छ अनि योगेश र रुरु बीच के केमिस्ट्री हुन्छ भनेर आकांक्षालाई देखाउनको लागि त्यसलाई चाहिँ सिक्रेट रुममा राखेको हुन्छ। यति नै हो लकअपको स्पोइलर भनेको। अनि अर्को भनेको चाहिँ आसिम पनि आउँदैछ भन्दैछन्, अब खै त्यो चाहिँ फिक्स छैन है। थ्याङ्क यू फर वाचिङ, बाई, सी यू नेक्स्ट भिडियो। हजुरहरूको फेभरेट कन्टेस्टेन्ट को हो प्लिज कमेन्टमा भनिदिनु होला।